जापान आएको पनि पुरा 4 वर्ष भयो। धेरै जसो दुःखसँगको सङ्घर्ष अनि थोरै रमाइला पल। 4 वर्षको कडा परिश्रम, रात दिन भोक प्यास नभनी गरेका मेहनत, बल्ल तल्ल स्टुडेन्ट लाइफ सकियो। अबको जर्नी चाहिँ शाकाइजिन यानि कि जागिरेवाला। What's up guys, welcome to my first mini vlog. I hope तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। म अहिले जापानकै एकमात्र प्रसिद्ध ठाउँ माउन्ट फुजी भएको यामानासी प्रिफेक्चर कावागुचीकोमा रहेको फुजी भ्यू होटलमा हाल 2 महिनादेखि कार्यरत छु। हाम्रो यस फुजी भ्यू होटलमा कार्यरत 67 न्यू इम्प्लोइहरुको 1 वर्षमा एकचोटी हुन गइरहेको खेलकुदमा म पनि सहभागी हुन सकेकोमा एकदमै खुसी अनि नर्भस पनि छु, किनकि जापान आएदेखि स्कुलबाट काम अनि कामबाट रुम हुँदै मेरा दिनहरू यसरी नै 4 वर्ष बितेको थियो। साथीहरू, तपाईहरुको चाहिँ कसरी बित्यो होला? प्लिज कमेन्ट गर्न चाहिँ नभुल्नु होला है त। हाम्रो यो हुन गइरहेको यस फुटबल खेल चाहिँ यही 6 महिनाको 1 गते यानि कि 2026 6 मन्थ फर्स्ट डे मा टिम चाहिँ यस फुजी भ्यू ग्रुपको 10 देखि 15 वटा यस होटलको शाखाबाट टिम तयार गरिनेछ र यो खेल चाहिँ प्रतिस्पर्धात्मक खेल हुन गइरहेको छ। यस खेलको विजेता टोलीलाई ट्रफी, मेडल अनि अन्य पुरस्कारको व्यवस्था गरिएको छ अनि महत्त्वपूर्ण चाहिँ बेलुका भएपछि खानपिनको व्यवस्था पनि होटलले नै गर्नेछ। मलाई चाहिँ डर केसमा लागेको छ भने म जापान आएर धेरै भयो फुटबल नखेलेको। जापानिजहरूसँग ग्रुपमा मिलेर फुटबल खेल्नुको कुराले अलि नर्भस छु, तर एक्साइटेड पनि छु, किनकि मान्छे गल्तीबाट नै सिक्ने हो, होइन र साथी हो? यसको लागि हल्का आजैबाट वार्म अप गरेको। नेपाली हो, हार त खाँदैन साथी हो। अब धेरै छैन, मात्र 1 हप्ता म त्यो दिनको मिनी भ्लग पनि हाल्ने प्रयास गर्नेछु। म त एक्साइटेड छु अनि तपाईहरु पनि। सो त्यसको लागि हजुरहरुको सपोर्ट, नयाँ भिडियो बनाउने मोटिभेसन चाहिँ दिनु पर्यो है। यदि यो भिडियो राम्रो लागेमा लाइक, शेयर, फलो गर्न चाहिँ नभुल्नु होला है त।